अभी मजा आएगा ना भिड़ो। तो आज विद्यार्थी कॉम्बिनेशन गुड आफ्टरनून सर। गुड आफ्टरनून। ಇದರ ಮುಖ್ಯ ಗೋಳಂದ ವಿದ್ಯಾರ್ಥಿ ಇದರ ಮುಖ್ಯ ಗೋಳಂದ ವಿದ್ಯಾರ್ಥಿ शांति से करें तो गौरव सर गौरव सर और बात हम पढ़े रहा है हम लोग पांच बार सर प्रदूषण होने पाते हैं वायु ध्वनि प्रदूषण वातावरण में प्रदूषण हुने और वर्णको कारण ध्वनि प्रदूषण हुन्छ जस्तै कि अवस्था हामीले चुरो खाइ चुटा मुखमा ध्वनि प्रदूषण बुझ्यो कि नै बुझ्यो सर ध्वनि माने ध्वनि माने वातावरण प्रदूषण भने हामीहरु घरमा चिलेहरू जस्तै खान्छ बाजेहरूले चुरोट खाएर धुरा आउँछ कि नै चुरोट खाएर धुरा आउँछ कि नै अच्छा किन हान्छ त यो दालेकै खान्छ बुझ्यो नि ध्वनि प्रदूषण चुरोट खाएर त्यसपछि अर्को ठाउँमा जान्छ नि अल्पना गरेर असर गर्छ हो त दिमागबाट असर गर्दै डाइरेक्ट हुन्छ जस्तै कि चुरोट रक्सीको धुवा जान्छ खाएको रक्सीको धुवा जान्छ खाएको रक्सी गाडा अनि भटुरो ध्वनि भने गाडीहरुको उद्यम जान्छ गाडीहरुको त्यो धुवा खाले त्यो ध्वनि सुन्ने जान्छ तिनीहरुले कि रोगहरु लाग्छ जस्तै कि कार्बन डाइअक्साइड देखि लाग्छ सिसाहरु देखि लाग्छ नि यसका मुख्य प्रकार रहेका छन् यसका मुख्य उदाहरणहरु एकतिर कालमा चाहिँ भाषै बसेर दूषित हावाबाट रुखा पोथी कोरोना दम आदि रोगहरू फैलिन्छ जस्तै कि दम भने धेरै चुरोट खाएर दम बस्छ नि दम चुरोट खान्छ त चुरोट खाने भने याद चुरोट यस्तै भयो यो पर्दछ अब यो भयो यो पर्दछ अब यो भयो धुलीमा आइदिनु हामी एकैचोटि 129 मा आइदिनु त्यो ठाउँमा ध्वनि प्रदूषण भने यो पनि त्यस्तै चुरोटले अब भनौँ भने मुसा चुरोट खान्छ होला आवाज भने चुरोटले खाने भने आवाज ध्वनि भने के हो अब यसै भन आवाज कौन है ये लोग कहां से आते हैं ध्वनि भने आवाज जस्तै कस्तो आवाज चुरोट खाएर आवाज घरमा मैले ढाकीतिर गराउँछ ढाकीतिर खाँदाखेरि आवाज आउँछ त्यो भने ढाकीतिर कहिलेकाहीँ कुच्चो परेर आवाज आउँछ यो खोक्दाखेरि राति आवाज आउँछ त्यो घरमा मैले ढाकीतिर गराउँछ ढाकीतिर खाँदाखेरि आवाज आउँछ त्यो भने ढाकीतिर कहिलेकाहीँ कुच्चो परेर आवाज आउँछ यो खोक्दाखेरि राति आवाज आउँछ त्यो नेगेटिभ नसर दिनु इमानदार नेगेटिभ त्यसकै इमानदार जान्दियो आवाज कति प्रकारका हुन्छ आसे चाहिँ तीन प्रकारका एउटा यस्तो हुन्छ एउटा कति प्रकारका हुन्छ आसे चाहिँ तीन प्रकारका एउटा यस्तो हुन्छ एउटा क्या आवाज हुन्छ एउटा हावा लागेन आवाज हावा भाइ लाग्ने हावा कौन है ये लोग कहां से आते हैं वातावरण मन्त्री कार्यालय उठे के भन् वातावरण मन्त्री कार्यालय
सिकाल मत यहाँ बस त ससिला यहाँ यस्तो गरे त्यो तपाईँको विसर्जन हुने के हो विसर्जनको टोयलेट जाँदा लाग्ने रोगहरू जस्तै विसर्जन हप्तादेखि हुन्छ आयो झाडा पक्राउन लाग्यो आए त्यस्तैहरू त बस यो इमानदार लाग्यो इमानदार जस्तै अब पार्टी पनि ल्याइयो त्यो खाने त्यो भने आवश्यक चिरोट खाएर अरू काम गरेर अरूलाई आवश्यक जस्तै माटोमा पूजासँग खेतीपाती गर्न आयोग्य बनाउँछ जस्तै कि चुरोटहरू खाएर ट्याक्टर निभायो भने त्यो धुलोले मलहरू बन्छ खानुपर्छ त्यो होइन मलहरू बन्छ त्यो खेतमा विकासशील तरकारी राम्रो हुन्छ त्यही हो भुक्कामा पनि त्यो प्रदूषण नै पर्छ है कोइल जल्छ कोइल जलेर छुट्टो तान्नुपर्छ त्यो कोइल सोइल भ्याइयो भने फेरि त्यो नखानु सिसा फुटाएर त्यो हेर्दैमा यो त इमानदार शरीर विशुद्ध एक त्यो भ्याक्युमको दारा चाहिँ यदि मलाई छ नाकेर टिको भने के होला त्यो असल भिडियो गर्नु के गर्नु आयो सारांश भने अब मुख्य पाठका सारांश भने मुख्य पाठका हो विशेषताहरू मुख्य कारण त्यो हुन्छ बुझ्यौ नि सबै बुझ्यौ नि केटा इमानदार छ किताब पढ्छ के दुई तीन जना सब क्लासका विद्यार्थीहरु भागिहाल्छ बसोबास क्षेत्र तथा आवास भने के हो भने ओट के हो अब सेमन सुन्दैन ब्रो वातावरणको वरपर रहेको सबै चीज बस्छ स्याबाले पनि मिलायो हो बस यसलाई प्र्याक्टिकलमा मैले 20 साल दिन्छु है यसलाई मैले यस्तै थाहा गर्छु परम्परागत सामाजिक संस्थाहरू लेख्यो त लगायत पर्दा संस्था बाहिरले जानकारी संस्था त उतै हो ओए हाम्रो यो च्यालेन्ज त विद्यार्थी दियो अब यहाँ सुन्नु स्थानीय अनुकूल आयोजना लेख्यो हामीले बसेको स्थानीय आयोजना हामी सीमान्तमा मैले दारे विकास मान्छे 500 तथा उन्जा लेख्यो के हो जसले भनेको हाम्रो पृथ्वीमा उत्पन्न भएको जस्तो हो विषाक्त फोहोर मैला भनेको के हो उयो मैला हो रामसी पनि सुनाउँछु भन्नु विषाक्त फोहोर मैला लेख्यो र वरपर वातावरणमा रहेका फोहोरहरू प्लास्टिकहरूलाई विषाक्त हो यही सर हो यही सर चुलटको फुटो भएर खाने त्यो फोहोर भयो चुलटको फुटो भएर खाने त्यो फोहोर भयो गाह्रो गाह्रो त्यो मर्नु त झोडो त खाने फोहोर हुन्छ गाह्रो धातु बिहान जैविक रसायन गाह्रो धातुविक अजैविक रसायन जैविक रसायन तो काम है इसको तो बात बोला 10 मिनट तक 10 मिनट बस तो आज 10 मिनट के बाद आप प्राकृतिक स्रोत की क्यों प्राकृतिक सिकंदर रे मिला एक मिनट से डॉक्टर नेपाल का प्राकृतिक स्रोतहरु र जैविक विविधता सिकंदर विकान्त भन्ने अहिले मिला सेवास मिनट 25 आउँछ अब यो अभी मजा आएगा ना भिड़ो प्राकृतिक स्रोतहरु के थाहा नै
कौन है ये लोग? कहां से आते हैं ये? स्रोतहरू के के थाहा नै अन्नका नवीकरणीय अनवीकरणीय जस्तै कि अन्नमा पानी सूर्य शक्ति वायुमण्डल शक्ति हामीलाई बस itu kok jangan. ये रॉबर ले गुड कॉफी का ये क्या है Jadi garaga. Dia mau aku juga. Ini berarti नेचुरल रिसोर्स ल्याइयो नेचुरल रिसोर्सलाई नेपालीमा के त्यहाँ म त्यहाँ बसेको पनि दिन्छु। प्राकृतिक स्रोतहरू हो आज पाठ यति अब एक्जाममा तयारी आज सिधै मैले आज पाठ एक पढाउँदा छु वातावरणको परिचय दिएको ल उठ्दै त बिजु भित्ता उठ्दा भित्ता नाचे भित्ता आर्टिफिसियल उठ्दा वातावरणको परिचय वातावरण भनेको सस्ती वस्तु भन्दा जस्तै कि सजिलो र निर्जीव वस्तुहरू अब यसले प्राकृतिक वातावरण भनेको प्रकृतिमा आफै उत्पन्न भएको वा निर्मित भएको आफै यसलाई हामीलाई हामीलाई सुरुर खान्छ मुजी खान्छ सर हामीलाई सुरुर खान्छ मुजी खान्छ सर हामीलाई कौन है ये लोग? कहां से आते हैं ये? इसको संस्कार चाहिए इसको संस्कार चाहिए Gak usah temen itu gak ada curhat. Gak usah temen itu gak ada curhat. यो गाएर अरूलाई अरूको ठाउँमा गएर अरूलाई असर गर्छ धुनाले जस्तै काठ रुखहरू गाडाको जलवायु परिवर्तन भनेको लामो समयसम्म पानी नपर्नाले अब पानी नपर्नाले यस्तै वर्षा औषध परिवर्तन जलवायु परिवर्तन भनिन्छ ट्याक्कै अम्लीय वर्षा भने के हो अम्लीय वर्षा भनेको सल्फर नाइट्रोजन अक्साइड हावाबाट माथिबाट वायुमण्डलमा हुने प्रभावलाई अम्लीय वर्षा भन्छ तिम्रो सब क्यारेट छ मलाई भगवान हालमा त छ्याक छ्याक वातावरण विज्ञानको आवश्यकता हुन्छ भयो भन्न प्राकृतिक सुधार अभी मजा आएगा ना भिड़ो वातावरण विज्ञानको आवश्यकता भयो भन्न प्राकृतिक सुधार
वातावरण विज्ञान यही वातावरण विज्ञानको महत्त्व भन घन्टी लाग्ने पर्दा निस्किने हो कि अभी मजा आएगा ना भिड़ो वातावरण विज्ञानको महत्त्व भन घन्टी लाग्ने पर्दा निस्किने हो कि यही घन्टी लाग्ने कि सुजन बसल शान्त